हेलो साथीहरू सबैजनालाई नमस्ते। मेरो भिडियो च्यालेन्जको दोस्रो दिन हो र अब मेरो क्यामेरा र ब्याग क्यामेरा स्ट्यान्ड र ब्याग लिएर म हिँड्दैछु जिमतिर गइसकेपछि म आफ्नो वार्मअप गर्न लागेँ। वार्मअप गर्दै धेरै दिन भएको थियो जिम नगएको, त्यसैले आज म मिक्स सेट गर्नेवाला छु र वार्मअप गर्दा एकजना आयो, तेरो मोबाइल कौन सा हो भने मैले भने आइफोन 16 हो कि 17, मैले 17 भने 17 भनिसकेपछि आफ्नो एक्सर्साइज गर्नतिर लागे। एक्सर्साइज गर्नुपर्छ साथीहरू। जिम जाँदै कहिले पनि हाई वेट नउठाउनु होला। जो नयाँ जिम जान्छन् तिनीहरू पहिला आफ्नो शरीर तताउनु होला, ताकि शरीर तताएपछि हाम्रो एक्सर्साइज गर्दाखेरि इन्जरी हुने डर हुन्न। नत्र डाइरेक्ट गएर कोही हुन्छन् डाइरेक्ट जान्छन्, फेरि जाने बित्तिकै एक्सर्साइज गर्छन् र तिनीहरूलाई इन्जरी हुन्छ, चोट मतलब भित्र कसको के दुख्ने हुन्छ। त्यसैले गइसकेपछि कहिले पनि आफ्नो पहिला शरीर गरम गर्नु होला। त्यसपछि म अब गएँ डिप्स हानिसकेपछि आफ्नो सपाटे हानिसकेपछि गएँ आफ्नो रेगुलर वर्कआउट गर्न। आज म 2 महिनापछि गएको थिएँ जिममा, त्यसैले म आज सबै एक्सर्साइजहरू मिक्स गर्नेछु, सबै मसलहरू गर्नेछु। मतलब हिजो पनि आएको थिएँ तर हिजो पनि 2 मिक्सै हानेको थिएँ। सबैको 15 सेट हाने, 15 सेट हाने, 2 त्यति हानिसकेपछि अब भोलिदेखि म रेगुलर गर्नेवाला छु। 2 सेट हान्नेवाला छु रेगुलर एक्सर्साइजको। आज मात्र मिक्सको लास्ट दिन हो। त्यति भनिसके डम्पलको साइड हाने, सोल्डरको, त्यसपछि लास्ट एक्सर्साइज बाँकी थियो। त्यसपछि स्क्वाट हाने 15 को। जब मेरो मिक्स एक्सर्साइज खत्तम भयो, त्यसपछि एक्सर्साइज भइसकेपछि मेरो बडी कन्डिसन हेर्न सक्नुहुन्छ कस्तो छ आजको बडी कन्डिसन। अब र कस्तो बडी कन्डिसन छ आजको भन्नु होला कमेन्ट सेक्सनमा साथीहरू। थ्याङ्क यू, धन्यवाद।